यतिबेला नेपालमा राजा फर्काउने भन्दै 2081 चैत्र 15 गते काठमाडौँको तीनकुनेमा बिहान 11 बजेदेखि नै राजा फर्काउने भन्दै दुर्गा प्रसाईको नेतृत्व गरिरहेका राजावादीहरूको आन्दोलन हुँदै थियो। माहौल बिहानदेखि नै अस्तव्यस्त थियो। दिन बित्दै जाँदा तीनकुनेमा जे भयो त्यो नदेखेको नेपालीहरूले धेरै भएको थियो। ढुङ्गामुढा आगजनीदेखि लुटपाटसम्म भएको थियो। दुर्गा प्रसाईले त सरकारले निषेध गरेको ठाउँ नै पुलिसको नियमलाई उल्लङ्घन गर्दै पुलिसमाथि नै गाडी चलाएर निषेध घेरालाई तोडेका थिए। यो आन्दोलन गरिराखेका संयुक्त जनआन्दोलन समितिले शान्तिपूर्ण तरिकाले आन्दोलन गर्ने भने तापनि पहिलो दिन नै आन्दोलन हिंसात्मक हुन पुग्यो। यस्तै खालको घटना घट्छ कि भन्ने डर र त्रास जे भयो त्यो हुनु आफैमा दुःखद कुरा थियो। चैत्र 15 गते घटना 81 र अनियन्त्रित देखिए पनि यस्तै खालको घटना हुन्छ कि भनेर धेरै अगाडिदेखि नै अनुमान लगाउन सकिन्थ्यो। गत वर्ष नै मङ्सिर 7 गते दुर्गा प्रसाईको नेतृत्वमा काठमाडौँमा सानो झल्को देखेका थियौँ। त्यो बेलादेखि नै दुर्गा प्रसाईले आन्दोलन जारी रहन्छ भने तापनि यो खासै अगाडि बढ्न सकेको थिएन। पछिल्लो पटक फागुन 7 गते पूर्व राजा ज्ञानेन्द्र शाहले जनतालाई आफूलाई साथ दिन एक भिडियो मार्फत आह्वान र अपिल गरेपछि राजावादीहरूलाई झन आशा र भरोसा बढेको थियो। प्राय सधैँ मौन रहने अथवा धेरै नबोल्ने पूर्व राजा ज्ञानेन्द्र यो पालि भने खुलेर नै साथ मागेको जस्तो देखिन्थ्यो। त्यसैले अब के हुन्छ, आन्दोलन कसरी अगाडि बढ्छ भन्ने प्रश्नहरू आउन थालेको थियो। यसमा सबैभन्दा मुख्य प्रश्न यो थियो कि आन्दोलनको नेतृत्व कसले गर्छ भन्ने थियो। राजावादी समूहहरू एक जस्तो देखिए पनि अन्य पार्टीहरू जस्तै विभिन्न समूह र व्यक्तित्वहरू छन् जसको कतिको विचारहरू फरक छन् र सायद एकअर्काको नेतृत्व उनीहरूले लिन नसक्नेवाला छैन। यसै बेला 86 वर्षीय पञ्चायतकालका पञ्चायत प्रमुख समेत भएका र यसपछि राजनीतिकबाट पर नै रहेका नवराज सुवेदी एकाएक यसको नेतृत्व गर्न आइपुग्छन्। राज संस्थाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजक पनि बनेका उनी एक टेलिभिजनमा एक प्रस्तुताले उनलाई सोध्छन्, यसमा तपाईलाई कसले छानेको, पूर्व राजा ज्ञानेन्द्र वा अन्य व्यक्तिले भन्दा उनले राजासँग भेट नभएको 6 महिना भइसकेको उनले भन्छन् राजावादी नेताहरूले उनलाई नेतृत्व गर्न अपिल गरेको भन्छन्। तपाईँ यति लामो समयदेखि राजनीतिबाट टाढा हुनुहुन्छ, के तपाईँलाई राजा फिर्ता ल्याउन सक्नुहुन्छ भन्दा उनको यस्तो जवाफ थियो। तर पनि यसको कमान्डिङ कसले लिन्छ र सडकबाट लिड कसले गर्छ भन्ने प्रश्न बाँकी नै थियो। चैत्र 14 गते दुर्गा प्रसाईलाई संयुक्त जनआन्दोलनको कमान्डरको जिम्मेवारी दियो। नेपाली समाजले अब थप दण्ड, मुठभेड, तोडफोड, आगजनी र आम हडताल धान्न नसक्ने भन्दै अहिंसा र शान्तिपूर्ण तरिकाले आन्दोलन गर्ने भनेका थिए। हामी त शान्तिपूर्ण तरिकाले नै काम गर्ने हो, यदि कसैले दमन गर्यो भने यसको ग्यारेन्टी हामी लिन सक्दैनौँ पनि भनेका थिए। 15 गतेको दिन यही आन्दोलनलाई काउन्टर गर्ने भन्दै माओवादी, एकीकृत समाजवादी र विप्लव समूहले पनि सभा गर्ने भन्दै मिति घोषणा गर्यो। आन्दोलनका लागि एक दिन पहिलादेखि नै तयारीहरू भइरहेको थियो। गृह मन्त्रालयले यही आन्दोलनका लागि भनी झन्डै 2500 भन्दा बढी प्रहरीहरू खटाएको थियो। बिहान स्टेज बनाउँदै गर्दा राजावादीहरूले यो आन्दोलन मात्र नभएर केवल शान्ति प्रदर्शन मात्र गरेको पनि भनेका थिए। बिहान 10 बजेबाट नै मानिसहरू भेला हुन सुरु भए पनि नेपाल पुलिसले सबैलाई चेकजाँच गर्दै तीनकुने, बानेश्वर वरिपरि सडक रोड बन्द गरेको थियो। पछि चाबयल भक्तपुरबाट पनि राजावादीहरूको नारा जुलुस आउन थालेपछि यो जुलुस तीनकुनेमा आइपुगेको थियो। तर सुरुमा शान्त रहेको यो भिड 81 अचानक अलिकति आक्रामक हुन पुग्यो। यस्तो किन भयो भन्दा फरक प्रश्नहरू आउँछन्। राजावादीहरूले प्रहरीहरूले दमन गर्यो भन्छन् भने प्रहरीहरू सुरुमा राजावादीहरूले नै यस्तो गरेको भन्छन् र छिट्टै आन्दोलन हिंसात्मकमा परिणत हुन्छ। यसपछि ढुङ्गामुढा पनि सुरु हुन्छ। ढुङ्गामुढा नै सुरु भइसकेपछि प्रहरीले पनि लाठीचार्ज गर्न थाल्छ। केही बेरमा ढुङ्गा हानिएको घरमा नै आन्दोलनकारीहरूले आगो नै लगाइदिन्छ। आगो निभाउन आएको दमकललाई समेत ढुङ्गामुढा गर्छ। एकछिनपछि त्यहाँ भागाभागको माहौल नै बन्यो। यही बेलामा आन्दोलनका कमान्डर दुर्गा प्रसाई भने अन्य काममा नै व्यस्त थिए। त्यसपछि उनी आफूले नै गाडी चलाएर पुलिसमाथि नै गाडी चढाउलान् झै गरी अपशब्द बोल्दै निषेध घेरालाई तोडेर बाहिर निस्किन्छन्। यस आन्दोलनमा प्रहरीसँगै आन्दोलनकारीहरू पनि घाइते भए। यस आन्दोलनलाई रिपोर्टिङ गर्न पुगेका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको पनि आगलागीबाट मृत्यु भयो। शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न आएका आन्दोलनकारीबाट अब
हिंसा मचाउन थाले। कोटेश्वरको भातभटेनीबाट सामान तोडफोड गरी सामान लिएर समेत गए। एकीकृत समाजवादी पार्टी कार्यालयलाई पनि तोडफोड गरे। भिड अनियन्त्रित भएपछि जिल्ला प्रशासन कार्यालयले 10 बजेसम्मको लागि कर्फ्यू नै जारी गर्यो। आजको घटनाको मुख्य जिम्मेवार दुर्गा प्रसाईलाई समात्न भन्दै नेपाल सरकारले आदेश समेत दियो। यो घटनालाई सरकारले कसरी लिन्छ र जनताले कसरी लिन्छन्? के राजा नेपालमा फर्किएलान् त? तपाईलाई के लाग्छ? कृपया कमेन्ट गर्नुहोला र हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। छिट्टै अर्को न्युज तपाईहरु समक्ष लिएर उपस्थित हुनेछु। धन्यवाद।